गुड मर्निङ साथीहरू। आज चाहिँ हैन आज पनि फेरि आइसकेछ मकै खन्न अनि आन्टीहरूलाई खाँदै हुनुहुन्छ। मम्मी मल छर्दै हिजो यहाँसम्म खनाइदिउँ आधी जति, आज फेरि यहाँदेखि सुरु यताबाट खण्डकमा छ। अब सबले आफ्नो आफ्नो बारीमा आज पनि यहाँ म पनि खन्छु। अब हाल फेरि गाली खाइन्छ नखाने चिज त त्यस्तै त हो, खानु पर्यो। पनि लागि खन्नलाई। अब घाँस कटुङमा छ मम्मीले, एउटा आन्टी हुनुहुन्छ पारि पनि आन्टी उताबाट घाँस कटुङमा छ। यहाँ अब घाँस काटी भ्याएर बाँधेर फेरि लैजाने। अब चाहिँ हामी घर जानु लाग्यो सबै मम्मीहरू उहाँ पुग्छ, म पनि हिँड्छु। टाटा अहिलेलाई पुगियो। अहिले चाहिँ हामी घर आइसकेका छौँ। घरमा आँखामा देखिन नि, अनि अब चाहिँ हात खुट्टा धुने, भाइले खाना पकाइसकेको रहेछ, खाना खाने अनि एकछिन आराम गर्ने, नुहाउने धुवाउने लुगा धुने होला। अनि जे गर्छ गर्ने बाह्र ल हेर यता जति दिए नि नपुग्ने मान्छे अरू फेरि क्या हाल्दै हुनुहुन्छ मम्मीहरूले आन्टीले। अब खाने चिसो चिसो आनन्द लाग्छ। सो साथीहरू हामी चाहिँ खाना खाइसकेर बस्छौँ माछा नि मम्मीहरू चाहिँ। अनि आजको भ्लग चाहिँ यहीँसम्म मात्रै। अनि अब बिस्तारै बिस्तारै गर्दै जान्छु अलि राम्रो होइन। अहिलेको भन्दा भोलि राम्रो होला, भोलिको भन्दा पर्सि राम्रो होला। त्यस कारणले जस्तो थोरै थोरै प्र्याक्टिस पनि हुँदैछ मेरो है। अनि त्यति भन्न चाहे आज चाहिँ। अनि मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। भिडियो हेरेर बस्नु भएको छ भने त्यसको लागि धन्यवाद, थ्याङ्क यू। आजको लागि चाहिँ यति नै, यतिसम्म गरेँ मैले भिडियो। आज भ्लग, मेरो भ्लग चाहिँ यति नै आजलाई। टाटा।